ल अब यहाँ अनलाइन टिकट लियो हामी चाहिँ प्रवेश गर्दैछौँ चन्द्रगिरी केबल केयरमा 2 वे टिकट लिएर। लास्टै भिड रहेछ है भित्र चाहिँ। 2 वे टिकटको 825 पर्ने रहेछ नेपाली एडल्टको लागि। अलि भिडभाड छ है त। आज त लास्टै भिड रहेछ हो। चन्द्रगिरी चढ्नेको लाइन अब भने पालो आउनु लागिसकेको छ। भिड चाहिँ पक्रेको आज शनिबारको कारणले बढी भिड भएको हुन सक्छ। हेर्दा हेर्दै चढ्नु पर्ने रहेछ। फाइनल्ली चन्द्रगिरीको केबल कारमा चढियो। हाम्रो ग्रुपमा हुनुहुन्छ यतातिर। एउटा डब्बामा 8 जनासम्म बस्न मिल्ने रहेछ। यस्तो छ है त यो रोपवे। यसरी आउने जाने भइरहेछ। ओए होए होए सिसा लाग्छ कि यस्तो उताबाट जानु छ बाटो उपारि घुम्ने छ नि बाटोबाट जाने। यो चाहिँ बाटो होला सायद। माथि आइसक्यो। माथि आउँदा चाहिँ यस्तो छ यो रोपवे केबल कार 2.5 किलोमिटर रहेछ। टाइम चाहिँ 11 मिनट जति लाग्दो रहेछ। माथि पनि यस्तो छ। आज चाहिँ तुवालो लागेर अलिक देखिएको छैन। मन्दिर भने यहाँबाट माथि लगभग 5 मिनट जति जानुपर्ने रहेछ। यो भालेश्वर मन्दिर 2520 मिटरको हाइटमा छ। अब म चाहिँ माथि जाँदैछु है त। यस्तो छ अवस्था। फर्स्ट टाइम केबल कार चाहिँ मेरो फर्स्ट टाइम हो। अनि चन्द्रगिरीमा पनि फर्स्ट टाइम है त। ल यहाँ माथि यस्तो एक्टिभिटिजहरू पनि रहेछ। जिप लाइनहरू, स्काई साइक्लिङहरू। फ्री फल पनि रहेछ है त त्यहाँ। अब हुन्छ पुरा चिताएको कुरा भन्ने रहेछ। अवस्था फाइनल्ली यहाँ मन्दिरमा पनि आइसक्यो। हाम्रो भाइरल पुजारीजीले टिका लगाइदिँदै हुनुहुन्छ। हाम्रो गुरुहरू यता हुनुहुन्छ है, पर्खेर बस्नु भएको छ। अहिले अब मन्दिर दर्शन गर्नको लागि यहाँ लाइनमा लाग्दैछौँ। हाम्रो सरजी हुनुहुन्छ। के छ त यस्तो राम्रो देखिनु भएको यार तपाईँ।
मन्दिर पनि दर्शन गरिसकियो। यस्तो छ माहौल, भिड नै छ। ल अब चाहिँ भित्र छिर्न लाग्यो, अब फर्किन लाग्यो। आज भिड छ, टुरिस्टहरू हुनुहुन्छ। ल भिड चाहिँ फर्कने बेलामा पनि उस्तै छ। सक्छौँ आउँदैछ अलिकति। यहाँदेखि नै सरदा भिडियो गर्नु न परतिर छ हाम्रो फोटो खिच्न आउनु नि तपाईहरुलाई। वाटर फाउन्टेनहरू छ। ल फाइनली चन्द्रगिरी केवल कार अनि त्यसै गरी भालेश्वर मन्दिरको दर्शन गरेर अब फर्कने क्रममा छु। आजको दिन राम्रो बजियोस्, रमाइलो भयो भन्नुपर्छ। अब यहाँबाट अलिकति तल हिँडेर गाडीमा जानुपर्छ।